गाउँबारीमा यसरी मल हालिँदैछ युरोपतिर। हाम्रो नेपालमा भने हालले पुरै छर्काउनु पर्ने अवस्था हुन्छ। यहाँ भने मेसिनबाट यसरी पुरै मल हालिरहेछ अहिले। गाउँबारी हो यता पुरै एरिया। कस्तो ठुलो हुँदो रहेछ क्या है। विदेशतिर यसरी गाउँबारी पनि मल हालिँदो रहेछ। देश नेपाल विकसित भनेको विकसित, हाम्रो देशमा भने त्यस्तो मल हाल्नलाई कयौँ दिन खट्नुपर्छ। यहाँ एकैछिनमा यत्रो प्लट भ्याइसकेर नि यो त पुरै एकैछिनमा भ्याउने तर्खरमा छ।